गुड मर्निङ गाइज, वेलकम टु ब्याक न्यू ब्लग। मेरो दिनको सुरुवात अन्डा 4वटा बोइल गरेँ। त्यसपछि लन्च बक्स हिजो प्याक गरेको थिएँ। त्यो लन्च बक्स अफिसमा लन्च खान लाग्यो, किनकि मेरो 7 बजे ड्युटी सुरु हुन्छ। बिहानै लन्च बक्स, त्यसपछि लन्च बक्स प्याक गरिसकेपछि एप्पल साइडर भिनेगर, चिया सिड र हनी मिसाएर पिइसकेपछि अफिसको लागि रेडी हुन थालेँ। रेडी भइसकेपछि यस्तो भिडियो हान्दिएको इग्नोर बाइक ब्याकग्राउन्ड बिहान उठेर मिलाउनु परेन। त्यसपछि अफिसको लागि लागेँ। पुगिसकेपछि एकछिन काम गरेँ। काम गरिसकेपछि 8 साढे 8 बजीतिर यसो किचनतिर कफी र नट्स खानु निस्केँ। अफिस नट्स खाइसकेपछि अफिसमा फेरि काम गर्न सुरु गरियो। काममा बिजी हुनुको कारण अफिसमा भिडियो बनाउन अलिक गाह्रै हुन्छ। अफिसको भिडियो पाउनुहुन्न मेरो। सो खाइसकेँ, एकैचोटि म रुममा आएँ। थर्सडे, आज भोलि फ्राइडे छुट्टीको कारण कपडा सपडा धोएँ। न्यु इयरको लागि मासु रेडी रुममा। कपडा धोएर सुकाइसकेपछि म यस्ता रुमतिर फर्किँदाखेरि यहाँ मासु तयार हुँदै थियो। अघि 2टा राखेको मासु काट्न सुरु भयो। त्यसपछि काट्दा न्यु इयर पनि थियो। लगाएछ आउँछ ह्याप्पी न्यु इयर सबैलाई 2026। काटिसकेपछि यता फेरि फ्राई गर्नलाई लसुन अदुवाको पेस्ट मसला मिसाएर मजाले मुसेर मेरिनेट गरेर फ्राई गर्नको लागि रेडी हुँदैछ। सबै मजाले मिसाएपछि फ्राई खाने भनेर केही मासु फ्राई र केही मासु ग्रेभी बनाउने भनेर यहाँ हाम्रो रुमको अफ्ताबले पुरा रेडी पार्दैछन्। मासु मसलाहरू मिलाइसकेपछि यता फ्राई हान्दै अरू मासु ग्रेभीको लागि छुट्याइदिएको थियौँ। फ्राई हानिसकेपछि फ्राई हान्दा फ्राई भइसकेपछि यस्तो भयो हाम्रो। त्यसपछि हामी यता खानातिर लाग्यौँ। आज भात नखाने कारणले भुजा मासु हाम्रो मिर हसन रुमको मिर हसनले भाग लगाउँदै सबैलाई मासु फ्राई प्लस ग्रेभी। भुजासँग ग्रेभी नभए त मजै आउँदैन। सो ग्रेभी पनि यता भाग लगाउँदै त्यसपछि यता हाम्रो हप्ताको बिराको स्वामी बाँच्दै बस्दै र सुधीर त हाम्रो गाउँको ल लास्टमा म यति भन्दै थ्याङ्क यू फर वाचिङ माई भिडियो।